ठकुरी समाज महासङ्घ नेपालको यो ऐतिहासिक 5औं राष्ट्रिय महाधिवेशन यो नवलपुरको यो अरुण खोलामा एकदम भव्यताका साथ सम्पन्न हुँदैछ। यहाँ देशैभरबाट ठकुरी व्यवसायहरू आउने काम गरिरहेको छ। यो 5औं राष्ट्रिय महाधिवेशन 2083 यो असार 6 गते र 7 गते यो 2 दिनको यो समय यो अधिवेशन सम्पन्न हुँदैछ। यहाँ आज ज्ञानेन्द्र साई, माननीय ज्ञानेन्द्र साई एउटा प्रमुख अतिथिको रूपमा उपस्थित हुनुहुँदैछ। सायद मलाई लाग्छ उहाँ एउटा नितान्त पार्टीको एउटा नेता हुनुहुन्छ, तर एउटा जातिको हिसाबले उहाँ निमन्त्रणमा एउटा प्रमुख अतिथिको यहाँ आउँदै हुनुहुन्छ भन्ने लाग्छ मलाई। आज व्यापक छ यहाँ, सबै साथीहरू कमेन्ट गर्नुहोला। गाडीहरू धेरै छ, उता भित्र खानपिनको व्यवस्था अर्को उता समाजको हलमा, ठकुरी समाजकै हलमा छ। र यहाँ एउटा ठुलो हल छ। यहाँ आज ओपनिङ खुल्ला सत्र यहाँ हुने ठाउँ खुल्ला सत्रको कार्यक्रम यो ठुलो सभा हल छ। यहाँ फोटो सेसन कामहरू पनि चलिरहेछ साथीहरू। यहाँ फोटो सेसनका पनि चलिरहेको छ। आज उत्तलतिर त अरुण खोला बगिरहेको अवस्था छ। व्यापक छ। दर्शन हजुर, हजुरको शुभ नाम? मेरो गीता मल्ल शाही। म नेपाल ठकुरी समाज तनहुँको अध्यक्षमा कार्यरत छु। अहिले अध्यक्ष पदमा छु भनौँ। आज हाम्रो ठकुरी समाज महासङ्घ नेपालको 5औं राष्ट्रिय महाधिवेशन कार्यक्रम रहेको छ। त्यही अन्तर्गत नवलपुरमा चाहिँ यो कार्यक्रम रहेको छ। नवलपुर जिल्लाले चाहिँ ठकुरी समाजले चाहिँ आजको कार्यक्रमको सहआयोजकको भूमिका खेलिबसेको छ। महासङ्घको आयोजनामा आजको राष्ट्रिय अधिवेशन सञ्चालन भइरहेको छ। आजको प्रमुख अतिथिज्यू हाम्रो माननीय ज्ञानेन्द्र साईज्यू यहाँ आउँदै हुनुहुन्छ। अनि त्यसपछि हामीहरू पनि जिल्लाको तर्फबाट 14 जना, म अध्यक्ष लगायत प्रतिनिधि 6 जना र 5 जना पर्यवेक्षक, 2 जना पर्यवेक्षक गरेर चाहिँ हामी 8 जनाको चाहिँ टिम र सँगै अरू कार्य समिति गरेर हामी 14 जनाहरू चाहिँ तनहुँबाट आएका छौँ यो कार्यक्रम सहभागिता हुनलाई। भव्य रूपमा कार्यक्रम थालनी हुन लागिरहेको छ। यहाँहरू सम्पूर्णलाई जानकारी ठिक छ। यहाँहरूले प्रमुख अतिथिको रूपमा ज्ञानेन्द्र साईलाई बोलाउनु भएको रहेछ होइन, त्यसमा म पछि आउँला। यहाँहरूको तनहुँमा ठकुरीहरूको सक्रियता, क्रियाशीलता कतिको छ?
हामीहरूको तनहुमा मैले मेरो नजरमा हेरेको र मैले आफैलाई मूल्याङ्कन गर्न त नमिल्ला, तर मेरो अनुसार चाहिँ हामी 35वटा पालिका स्तर र नगर इकाइ गरेर हामी 35वटा चाहिँ इकाइहरू आबद्ध चाहिँ तनहुँ जिल्लामा भइबक्सिन्छ र उहाँहरू इकाइ सक्रियता हुनु नै जिल्ला सक्रिय भएको चाहिँ मैले मान्दछु र इकाइहरू लगभग 26वटा इकाइ चाहिँ मैले हाम्रो गत वर्ष पनि नवीकरण गरिबक्सेको छ उहाँहरू अत्यन्त सक्रिय भएको पनि मैले देखिरहेको छु। हामीले ठकुरीहरूको एकता गर्नको लागि, हाम्रो संस्कार संस्कृतिलाई चाहिँ सम्वर्धन गर्नको लागि र हामीहरूको जुन सुनौलो ऐतिहासिक कुराहरू छ त्यसलाई उजागर गर्नको लागि र संरक्षण गर्नको लागि हामी लागि परेर काम पनि गरिरहेका छौँ र मलाई लाग्दछ मैले पनि केही भूमिका अवश्य खेलेको छु होला त्यसलाई उजागर गर्नको लागि र हामी सबैले नै हाम्रो जातित्वको लागि एउटा गौरवशाली जाति हामी हुनुपर्दछ। हाम्रो आफ्नो जातिको एकता गर्नको लागि हामी सबै मिलेर गर्नुपर्दछ चाहिँ मलाई लाग्दछ र हामी सायद सक्रिय नै छौँ जस्तो लाग्दछ है मैले भावना। भनेपछि अब तनहुँलाई यो देशैभरिको जिल्लाहरूमध्येमा तनहुँलाई एकदम सक्रिय जिल्लामध्ये हामीले लिन सक्छौँ होइन? एकदमै त मर्जी नहोस्, तर चाहिँ जे होस् हामी सक्रिय मध्येको एउटा जिल्लामा चाहिँ हामी पर्दछौँ जस्तो चाहिँ हामीले हाम्रो अग्रजहरू केन्द्रमा जति पनि भइबक्सिन्छ अध्यक्षज्यू लगायत कार्य समितिहरू पदाधिकारी उहाँहरूसँग सुन्ने क्रममा तनहुँ एकदमै सक्रिय भइबक्सिन्छ भन्ने चाहिँ सुन्नमा आइरहेको छ र सक्रिय भन्दा पनि हामीले आफ्नो जातित्वप्रतिको यो स्नेह हो र एउटा गौरवशाली इतिहासलाई चाहिँ त्यत्तिकै खेर जान दिन हुँदैन र मेट्न दिन पनि हुँदैन भन्ने कुरा चाहिँ हामीले मान्यता राखेर सक्रिय भइरहेको अवस्था पनि हो यो चाहिँ। ठिक छ। मैले अब यहाँलाई के प्रश्न गरेँ भने आज यहाँहरूको एउटा ऐतिहासिक होइन यो देशको एउटा बागडोर सम्हाल्ने ठकुरी जातिको लागि निमित्त काम गर्ने एउटा बागडोर सम्हाल्ने त्यस्तो एउटा नेतृत्व यहाँले चयन गर्दै हुनुहुन्छ होइन? के छ तनहुँले आज के अपेक्षा छ अथवा धावा विरोध केही छ यहाँहरूको? होइन, हामी कस्तो खालको जातित्व छ भने हाम्रो संस्कार सबभन्दा ठुलो हामीले चाहिँ हाम्रो ठकुरीको संस्कार मान्दछौँ। संस्कार अनुसार हामीले पदको लागि दावेदारी दिन यो लोकतान्त्रिक एउटा माग पनि हो, त्यो अनुसार हो। तर पनि हामीले सकभर चाहिँ सामान्य तरिकाले सबै छलफल गरेर यदि निकाल्न सक्यो भने हामीहरूको संस्कार पनि रहन्छ जस्तो चाहिँ मलाई लाग्दछ। सायद त्यो अवस्था नहोला, निर्वाचनको अवस्था नरहला र तनहुँले पनि अहिलेसम्मको अवस्थामा त्यहाँ 5जना चाहिँ हाम्रो अहिले पनि बालवाला भइबक्सिन्छ, जसमा 2जना सल्लाहकार, 1जना उपाध्यक्षज्यू र बाँकी चाहिँ 2जना फेरि सदस्य पदमा भइबक्सिन्छ भने अहिले हामीले अझै आशा राखौँ केही भाइटल पोस्टमा पदाधिकारीमै हाम्रो तनहुँले पनि स्थान पाउनेछ भन्ने हामी आशावादी चाहिँ पक्कै छौँ। ठिक छ। मैले यहाँलाई अब अन्तिमै क्वेसन भन्छु। यहाँहरूले आज प्रमुख अतिथिको रूपमा ज्ञानेन्द्र साई सभासद, उहाँ एउटा नितान्त एउटा पार्टीको नेता हुनुहुन्छ होइन? अत्यन्त देशमा नेपालको लागि अत्यन्त एउटा के भन्छ अत्यन्त एउटा चाहिँ एक्टिभ नेता हुनुहुन्छ, तर यहाँले आफ्नो जातीय होइन जातको कार्यक्रममा उहाँलाई प्रमुख अतिथिको रूपमा बोलाउँदै हुनुहुन्छ। के यो ठकुरीहरू पनि एक खालको त्यो भन्न मिल्छ हामीले? होइन, त्यो हजुरको सोचलाई चाहिँ मैले निरर्थकै मान्दछु, किनकि यो नभइकन उहाँ एउटा हामी ठकुरी जातिकै राजा भइबक्सिन्छ होइन? अब ज्ञानेन्द्र साई त्यही माथि हामीले सौभाग्यले उहाँलाई माननीय जस्तो पदमा हुन त उहाँ एउटा पार्टीबाट द्वारा चाहिँ गइबक्सेको, तर जुनसुकै पार्टीभन्दा हामी जातिमाथि छौँ कि हामी जातिमा चाहिँ चाहे जुनसुकै पार्टीमा भइबक्सिन्छ, तर उहाँलाई चाहिँ यदि ठुलो स्तरमा चाहिँ एउटा राष्ट्रलाई हाँक्ने एउटा पदमा एउटा विधान निर्माण गर्ने, संशोधन गर्ने अथवा चाहिँ त्यो ठाउँमा न्यायालयमा भइबक्सिन्छ, त्यही कारण उहाँलाई हामीले सम्मान गर्नु यो गलत हो जस्तो चाहिँ मलाई लाग्दैन। यहाँ कुनै पार्टीको कुरै छैन, एउटा जातिको कुरा आइरहेको छ, मलाई त्यस्तो लाग्दछ मेरो विचारमा। भोलि अन्य पार्टीमा पनि त हाम्रो ठकुरीहरूले यदि त्यसमा चाहिँ पद सम्हालिबक्स्यो भने के उहाँलाई सम्मान नै नगर्नुपर्ने, उहाँलाई गर्न नपर्ने भन्ने कुरा त त्यो चाहिँ मलाई लाग्दैन। हामी एउटै घरभित्र पनि विभिन्न आस्था राख्ने, विभिन्न विचार राख्ने पनि भइबक्सिन्छ, त्यो हो भन्दैमा परिवार नमिलेर बस्ने भन्ने कुरा हुँदैन। मलाई ज्ञानेन्द्र साई चाहिँ यहाँ पालिबक्सेकोमा त्यो विषयलाई छुट्याएर हामी सबैजना चाहिँ त्यही समर्थक हौँ भन्ने कुरा चाहिँ होइन। उहाँहरू राजावादी भइबक्सिन्छ होइन, प्रजातन्त्र पार्टीको भइबक्सिन्छ, तर पनि हामीले त्यसलाई समर्थन गरेको नभइकन हामी एउटा व्यक्तिगत जातिगतलाई नै हामीले समर्थन गरेर एउटा माननीय जस्तो व्यक्तित्वलाई आज हामीले प्रमुख अतिथिको रूपमा चाहिँ बोलाएको हो जस्तो चाहिँ मलाई लाग्दछ। मेरो विचार त्यही राख्न चाहन्छु। हस्, धन्यवाद यहाँको प्रतिक्रियाको लागि। हस्, धन्यवाद। उहाँ हुनुहुन्थ्यो नेपाल ठकुर समाज तनहुँ जिल्लाका अध्यक्ष गीता मल्ल साई ठकुरज्यू, उहाँले आफ्नो प्रतिक्रिया दिनुभयो। आज यो अरुण खोलामा
नवलपुरको अरुणमा अत्यन्त भव्यताका साथ बाजा गाजासहित यो 5औं राष्ट्रिय महाधिवेशन सम्पन्न हुँदैछ। साथीहरू यो सब्सक्राइब कमेन्ट गर्नुहोला। व्यापक छ। म स्पोर्टमा पनि जानेछु। अहिले पछाडिको केही भिडियोहरू पनि मैले हाल्नेछु। हस्, धन्यवाद।